दिनभरिको ड्युटीले थाकेको ज्यान सुत्ने तयारी गरेर बिस्तारामा पल्टिए पनि गाउँघर परिवार र साथीसँगी सम्झिँदै रातको 12 कति छिटो बजिसकेछ पत्तै हुँदैन। समयमा नसुते भोलि आफैले गाह्रो हुन्छ थाहा छ। त्यसैले जबरजस्ती निदाउने कोसिसमा कोल्टे फेर्दा बल्ल बल्ल लागेको निद फेरि बिहान 5 बजेको अलार्मले निन्द्रासँगै सपनाहरू टुटाइदिन्छ। आफैले लगाएको अलार्म यसरी आफ्नै निन्द्राको दुश्मन बन्छ। साँच्चै रहेछ, परदेशमा पैसा र निन्द्रा कहिल्यै नपुग्ने रहेछ।